हेलो एभ्रिवान, नमस्ते। म शिवाचार्य। तपाईँहरू सबै आरामै हुनुहुन्छ होला र म पनि एकदम ठिक छु र अहिले म साउथ कोरियाबाट बोलिरहेको छु। अहिले सामाजिक सञ्जालमा निकै नै चर्चाको विषय बनेको छ अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको बारेमा र यो विषयमा चाहिँ थोरै म केही मेरो आफ्नो व्यक्तिगत विचार भन्न गइरहेको छु। नेपाली भएको हिसाबले म यो कुराको कुनै पनि खण्डन र सपोर्ट केही पनि गर्न चाहदिनँ, किनभने हामीलाई हाम्रो देशको बढी चिन्ता हुनुपर्छ अहिलेको अवस्थामा, किनकि हामी पनि त्यस्तो वेल कन्डिसनमा छैनौँ होइन। हाम्रो देश अहिले निकै नै संवेदनशील अवस्थाबाट चलिराखेको छ। हामी आफै आन्तरिक रूपमा निकै नै कमजोर छौँ, हामी आफू आन्तरिक रूपमा निकै नै पछाडि छौँ। यो कुरा हामीलाई महसुस हुँदैन अथवा महसुस भएको छैन, तर हामीलाई चाहिँ बाहिरी कुरामा चाहिँ आफ्नो पर्सेप्सन दिन निकै नै हतार भइराखेको हुन्छ र अहिलेसम्म रुस र चिनले चाहिँ यसको खासै अफिसियल जवाफ अफिसियल आफ्नो पर्सेप्सन राखेको देखिराखेको छैन। तर हामी नेपालीहरूले भने आक्रमण गरेको केही समयमा नै पक्ष र विपक्षमा आफ्नो पर्सेप्सन दिइराखेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ। देशमा राजनीति गरिरहेका उच्च पदस्थ राजनीतिज्ञहरूले दिएको पर्सेप्सन म्याटर गर्ने गर्छ परराष्ट्र नीतिमा। त्यो भएर नेताहरूले चाहिँ आफ्नो पर्सेप्सन दिँदाखेरि अलिकति विचार पुर्याएर दिनुपर्ने हुन्छ। हाम्रो प्र्याक्टिस के छ भने हाम्रो देशको नेताहरूले चाहिँ आफ्नो राय दिँदाखेरि पक्ष विपक्षको रूपमा बढी दिएको पाइन्छ, न कि तटस्थ हुने गरी दिनुपर्ने हुन्छ। किनभने हामी कमजोर राष्ट्र हौँ, यो सत्य हो। हामी चाहिँ गरिब राष्ट्रको जनता हो, यो पनि सत्य हो। त्यो भएर फर्स्टमा हामीले हाम्रो जनताहरूलाई, हाम्रो राष्ट्रलाई कसरी बलियो बनाउने त्यतातर्फ सोचेर हाम्रो देशभित्र बाहिरी हस्तक्षेप नहुनको लागि के गर्नुपर्छ ती कुराहरू चाहिँ पहिला सोच्नुपर्ने हुन्छ। हामीले असंलग्न परराष्ट्र नीतिलाई चाहिँ अँगालेर हामी बाहिर आफ्नो पर्सेप्सनलाई चाहिँ कुनै पनि एउटा पक्षमा भन्दा पनि आफू चाहिँ बलियो हुने गरी स्थायी रूपमा तटस्थ बस्नु चाहिँ हाम्रो अलि बुद्धिमत्ता हुन्छ कि जस्तो मलाई चाहिँ लाग्छ। विश्वका ठुला दुईवटा अर्थतन्त्र भएका देश चीन र भारतको बिचमा हाम्रो सानो देश छ र यसलाई चाहिँ हामीले एउटा अपर्च्युनिटीको हिसाबले हेर्नुपर्ने हुन्छ। यो समयमा हामी आफू बलियो हुनुपर्ने हुन्छ। जसरी हामीले बाहिरको राजनीतिक परिवेशलाई आकलन गरेर आफ्नो पर्सेप्सन दिइराख्नुभन्दा पनि आफ्नो आन्तरिक कलह, आन्तरिक राजनीतिक स्थायित्वलाई सुधार गरेर हाम्रो देशलाई कसरी हुन्छ बलियो, सार्वभौम रूपमा, विकासको रूपमा, रोजगारीको रूपमा आदि इत्यादि, शान्ति सुरक्षाको रूपमा चाहिँ बलियो बनाउँदै लानुपर्ने हुन्छ। यसमा चाहिँ हामी फोकस हुनु पर्यो। यसबाट चाहिँ के प्रमाण हुन्छ भने हामीलाई हाम्रो आफ्नो अवस्थाभन्दा पनि बाहिरी चिन्ता चाहिँ निकै नै भएको देखिन्छ। एक त हामी नेपाली दयालु स्वभावको हुन्छौँ, तैपनि आफ्नो दया चाहिँ कुन ठाउँमा देखाउने, आफ्नो चाहिँ चेतना चाहिँ कुन ठाउँमा चाहिँ आफूले प्रस्तुत गर्ने भन्ने कुरा चाहिँ अझै पनि हामीमा त्यो क्यापेसिटी छैन, त्यो ल्याक रहेको देख्छु मैले चाहिँ। हामी अब चेतनशील बन्नुपर्ने आजको आवश्यकता हो। म, तपाईँहरू र सम्पूर्ण नेपालीहरू चाहिँ अनुशासित हुनु पर्यो, चेतनशील हुनु पर्यो र सक्षम नेतृत्व चुन्न सक्नु पर्यो। अहिले भएको घटनालाई हेरेर आकलन गरेर कुनै पनि देशको पक्षमा विपक्षमा आफ्नो पर्सेप्सन दिनुभन्दा हामी आफूले चाहिँ पहिला आफूलाई सुधार्न चाहिँ आवश्यक छ। हामी पहिला चेतनशील हुनु पर्यो, हामी पहिला अनुशासित हुनु पर्यो, हामी पहिला सिभिलाइज्ड हुनु पर्यो, हामीले पहिला सक्षम नेतृत्व चुन्न सक्नु पर्यो। कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो भन्ने कुरा चाहिँ हामीले पहिला चाहिँ के गर्नु पर्यो त छुट्याउन सक्नु पर्यो। तब मात्रै जब हामी बलियो हुन्छौँ तब मात्रै हामी अरूलाई चाहिँ के गर्न सक्छौँ त आफ्नो पर्सेप्सन दिँदाखेरि पनि उनीहरूले सुन्न सक्ने अवस्था आउँछ। रुल्स फलो गरौँ होइन, सानो ठुलो जुन कुनै होस्, रुल्स भनेको रुल्स हो। सबैले रुल्स फलो गरौँ, सबैले चाहिँ कानुनको सम्मान गरौँ, सबैले आफ्नो राष्ट्रलाई माया गरौँ। तर सबैले एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने हामी सबैले रिसर्च बेस
इन्फर्मेसनमा चाहिँ फोकस गरौँ, ताकि बाहिर यत्तिकै फ्याक्ट पत्ता नलगाइकन सामान्य मिडियाको आधारमा आफ्नो पर्सेप्सन दिन चाहिँ रोकौँ। यसले हामीलाई फाइदा नै गर्छ। थ्याङ्क यू।